क्वेसन नम्बर 1 नेपालको पहिलो नोटमा कसको हस्ताक्षर थियो? नेपालको पहिलो नोटमा कसको हस्ताक्षर थियो? अप्सन ए चन्द्र शमशेर, अप्सन बी जनकराज, अप्सन सी जगत प्रकाश मल्ल, अप्सन डी जिता मित्र। यसको सही अप्सन रहेको छ अप्सन बी जनकराज। क्वेसन नम्बर 2 नेपाली भाषाको पहिलो पाठ्य पुस्तक कुन हो? नेपाली भाषाको पहिलो पाठ्य पुस्तक कुन हो? यसको सही उत्तर रहेको छ अक्षराङ्क। क्वेसन नम्बर 3 नेपालको ताजमहल भनेर चिनिने रानी महलको निर्माण कसले गरेका हुन्? नेपालको ताजमहल भनेर चिनिने रानी महलको निर्माण कसले गरेका हुन्? अप्सन ए खड्ग शमशेर, अप्सन बी वीर शमशेर, अप्सन सी देव शमशेर, अप्सन डी चन्द्र शमशेर। यसको सही अप्सन रहेको छ अप्सन ए खड्ग शमशेर। क्वेसन नम्बर 4 सर्वसाधारणबाट प्रधानमन्त्री बन्ने पहिलो प्रधानमन्त्री को हुन्? सर्वसाधारणबाट प्रधानमन्त्री बन्ने पहिलो प्रधानमन्त्री को हुन्? अप्सन ए बीपी कोइराला, अप्सन बी मातृका प्रसाद कोइराला, अप्सन सी मञ्जुश्री, अप्सन डी शुक्रराज शास्त्री। यसको सही अप्सन रहेको छ अप्सन बी मातृका प्रसाद कोइराला। क्वेसन नम्बर 5 संस्कृत भाषालाई मित्र भाषाका संज्ञा दिने राणा प्रधानमन्त्री को हुन्? संस्कृत भाषालाई मित्र भाषाका संज्ञा दिने राणा प्रधानमन्त्री को हुन्? अप्सन ए वीर शमशेर, अप्सन बी देव शमशेर, अप्सन सी पदम शमशेर, अप्सन डी जुद्ध शमशेर। यसको सही अप्सन रहेको छ अप्सन सी पदम शमशेर। यसै गरिरहेको छ क्वेसन नम्बर 6 विदेशी बैंकमा पैसा जम्मा गर्ने पहिलो प्रधानमन्त्री को हुन्? विदेशी बैंकमा पैसा जम्मा गर्ने पहिलो प्रधानमन्त्री को हुन्? अप्सन ए मोहन शमशेर, अप्सन बी जुद्ध शमशेर, अप्सन सी मातृका प्रसाद कोइराला, अप्सन डी वीर शमशेर। यसको सही अप्सन रहेको छ अप्सन डी वीर शमशेर। क्वेसन नम्बर 7 जननिर्वाचित प्रथम प्रधानमन्त्री को हुन्? जननिर्वाचित प्रथम प्रधानमन्त्री को हुन्? अप्सन ए मरिचमान श्रेष्ठ, अप्सन बी बीपी कोइराला, अप्सन सी मातृका प्रसाद कोइराला, अप्सन डी जुद्ध शमशेर।
यसको सही अप्सन रहेको छ अप्सन बी बिपी कोइराला। क्वेसन नम्बर 8 केन्द्रीय कारागार लाल दरबार सेतो दरबार कुन प्रधानमन्त्रीले निर्माण गरेका हुन्? केन्द्रीय कारागार लाल दरबार सेतो दरबार कुन प्रधानमन्त्रीले निर्माण गरेका हुन्? अप्सन ए जुद्ध शमशेर, अप्सन बी चन्द्र शमशेर, अप्सन सी खड्ग शमशेर, अप्सन डी वीर शमशेर। यसको सही अप्सन रहेको छ अप्सन डी वीर शमशेर। क्वेसन नम्बर 9 सिंहदरबार आगलागी कहिले भयो? सिंहदरबार आगलागी कहिले भयो? अप्सन ए विक्रम सम्वत 2082 साल, अप्सन बी विक्रम सम्वत 2081 साल, अप्सन सी विक्रम सम्वत 2030 असार 25 गते, अप्सन डी विक्रम सम्वत 2031। यसको सही अप्सन रहेको छ अप्सन सी विक्रम सम्वत 2030 असार 25 गते। नेपालको पहाडी प्रदेशले कति प्रतिशत भूभाग ओगटेको छ? नेपालको पहाडी प्रदेशले कति प्रतिशत भूभाग ओगटेको छ? अप्सन ए 62%, अप्सन बी 64%, अप्सन सी 66%, अप्सन डी 68%। यसको सही अप्सन रहेको छ अप्सन डी 68%।